ल 2 दिन लगातार घटेपछि आज नेप्सेले बल्ल एउटा राहतको सास फेरेको छ, होइन त? तर प्रश्न के हो भने के यो साँच्चीकै एउटा बलियो पुनरागमन हो कि यो केवल एक अस्थायी उछाल मात्र हो? आउनुहोस् आजको बजारलाई प्राविधिक सूचकहरूको आँखाबाट गहिरिएर हेरौं। र आजको सबैभन्दा ठूलो, सबैभन्दा महत्त्वपूर्ण हेडलाइन त यही हो। बजारले आज झण्डै 20 अङ्कको एक प्रभावशाली पुनरागमन गर्यो। आजको क्लोजिङको कुरा गर्दा नेप्से 2851 मा बन्द भयो, जुन लगभग 0.7% को वृद्धि हो। तर अङ्कभन्दा पनि महत्त्वपूर्ण कुरा के हो भने कारोबार रकम। हेर्नुस् त 11 अर्बभन्दा माथि। यो राम्रो कारोबारले के संकेत गर्छ भने खरिदकर्ताहरू फेरि बजारमा सक्रिय हुन थालेका छन्। उनीहरूको आत्मविश्वास फर्किरहेको देखिन्छ। ठिक छ, बजार त हरियो भयो, तर अबको प्रश्न हो यो वृद्धिको पछाडि कतिको दम छ त? यो कतिको बलियो छ? ल यसको शक्ति नाप्नको लागि अब हामी केही एकदमै महत्त्वपूर्ण प्राविधिक सूचकहरूतिर लागौं। यो आरएसआईलाई बजारको स्पिडोमिटर भनेर सम्झिँदा हुन्छ। यसले के नाप्छ भने बजारमा खरिदको चाप धेरै भएर बजार एकदमै तातिसक्यो, जसलाई हामी ओभरबट भन्छौं, कि बिक्रीको चापले गर्दा बजार चाहिने भन्दा बढी नै सेलाइसक्यो, जसलाई ओभरसोल्ड भनिन्छ। र आजको आरएसआईको आँकडा हेर्दा यो 56.40 मा छ। यो एकदमै स्वस्थ संकेत हो। किनभने यसले के भन्छ भने बजार अहिले न त धेरै तातेको छ न त धेरै सेलाएको। मतलब बजारमा अझै माथि जाने ठाउँ प्रशस्तै बाँकी छ। यो एउटा सकारात्मक कुरा हो। ल आरएसआईले त हामीलाई बजारको गति मतलब स्पीड देखायो। अब हामीलाई दिशा चाहियो, होइन? बजारको ट्रेन्ड कतातिर जाँदैछ त? यो बुझ्नको लागि अर्को एकदमै शक्तिशाली सूचक म्याकडीलाई हेरौं। म्याकडीले चाहिँ बजारमा क्रेता र विक्रेता बीचको शक्ति सङ्घर्षलाई देखाउँछ। भनौं न यसले बजारको लगाम बिस्तारै विक्रेताको हातबाट फुत्किएर क्रेताको हातमा सर्दैछ कि छैन भनेर संकेत दिन्छ। र यहाँ सबैभन्दा रोचक कुरा के छ भने म्याकडीको हिस्टोग्राम। ध्यान दिएर हेर्नुस् त, यी राता बारहरू कसरी बिस्तारै छोटा छोटा हुँदै गइरहेका छन्। यसको अर्थ एकदमै सिधा छ। विक्रेताहरूको शक्ति घट्दैछ, उनीहरू थाक्दैछन्, र यसले बजारमा एउटा बुलिश क्रसओभरको लागि मैदान तयार गर्दैछ भन्ने बलियो संकेत दिन्छ। ल मोमेन्टम पनि राम्रो देखियो, ट्रेन्ड पनि सकारात्मक हुने संकेत छ। तर यो सबै भएर मात्रै पुग्दैन। बजारले पार गर्नुपर्ने केही महत्त्वपूर्ण मनोवैज्ञानिक पर्खालहरू पनि छन्। प्राविधिक भाषामा हामी यसलाई सपोर्ट र रेजिस्टेन्स भन्छौं। यसलाई बुझ्नलाई भुइँ र छतको उदाहरण सबैभन्दा सजिलो हुन्छ। अहिले बजारको लागि 2820 को स्तर एउटा बलियो भुइँ अर्थात् सपोर्ट बनेको छ, जहाँबाट बजारले आज टेवा पायो र फर्कियो। तर अब माथि हेर्दा 2880 देखि 2900 को क्षेत्रमा एउटा कडा छत अर्थात् रेजिस्टेन्स छ। यदि यो र्यालीले निरन्तरता पाउने हो भने बजारले जसरी पनि यो छतलाई तोडेर माथि जानुपर्छ। अहिलेसम्म हामीले समग्र बजारको प्राविधिक पक्ष हेर्यौं। अब अलिकति भित्र पसेर हेरौं न। आजको बजारलाई वास्तवमा कुन क्षेत्र र कुन शेयरहरूले डोर्याए त? आजको वृद्धिको मुख्य नायकहरू थिए 2 क्षेत्र, उत्पादनमूलक र वित्त। खास गरी उत्पादनमूलक क्षेत्र त झण्डै 2% ले बढ्यो, जुन आजको बजारमा एकदमै प्रभावशाली प्रदर्शन हो। अब केही खास शेयरहरूको कुरा गरौं। आजका स्टार प्लेयरहरू थिए रिलायन्स स्पिनिङ र भुजुङ हाइड्रो पावर, जसको शेयर मूल्यमा सकारात्मक सर्किट नै लाग्यो। तर हरेक दिनको जीत र हार हुन्छ, र आज सबैभन्दा धेरै गुमाउनेमा सप्तकोशी डेभलपमेन्ट ब्याङ्कका लगानीकर्ताहरू परे। ल आजको यो सबै विश्लेषणलाई एकै ठाउँमा राखेर हेर्दा के देखिन्छ त? एकातिर आरएसआई र म्याकडी जस्ता सूचकहरूले बजारमा सकारात्मक वाइब्स रहेको, माथि जाने ठाउँ रहेको देखाइरहेका छन्। तर अर्कोतिर अगाडि एउटा बलियो प्रतिरोधको पर्खाल पनि छ, जसलाई पार गर्नु त्यति सजिलो छैन। यसले हामीलाई आजको सबैभन्दा महत्त्वपूर्ण प्रश्नमा ल्याएर छोड्छ कि आजको यो हरियाली एउटा नयाँ र दिगो र्यालीको सुरुवात हो कि यो 2 दिनको गिरावटपछिको एउटा सामान्य राहतको उछाल मात्र हो। अबको केही दिनको बजारको चालले नै यसको छिनोफानो गर्नेछ।